सो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी क्लास 11 को जर्नल प्रोपर को एउटा क्वेसन लिएर आएको छौँ। यो क्वेसनलाई कसरी इजिएस्ट वेमा गर्ने भन्ने कुरा अब म तपाईहरुलाई गरेर आज देखाउँदै छु। यो क्वेसन चाहिँ 3 मार्क्स को फिक्स एक्जाममा चाहिँ यो क्वेसन यदि तपाईले पर्फेक्टली गर्न आयो भने तपाईहरुको 3 मार्क्स फिक्स हुन्छ। क्लास 11 को लागि मोस्ट इम्पोर्टेन्ट हो र सबैजनाले राम्रोसँगले अब हेर्नु होला। यहाँ मैले यहाँ दिएको सबै आइटमहरुलाई मैले यहाँ यसको इन्ट्रीमा इन्ट्री गरिसकेको छु। यसको फर्मेटमा इन्ट्री गरिसकेको छु। यसको फर्मेटमा इन्ट्री गर्दाखेरि यस्तो हुन्छ। अब यहाँ मुनिपट्टि दिएको एडिशनल इन्फर्मेसनमा दिएको जुन आइटमहरु छ त्यसलाई हामीले एडजस्टमेन्ट गर्नुपर्छ। एडजस्टमेन्ट गर्नको लागि हामीले त्यसलाई यहाँनेर लेख्नुपर्ने हुन्छ। अब यो लेखिसकेपछि म तपाईहरुलाई फेरि पुनः यसको अरु बारे जानकारी दिँदै जानेछु। सो फाइनली मैले यो दुईटा एडजस्टमेन्टको इन्ट्रीहरुलाई पनि इन्ट्री गरेको छु। अब यहाँ हामीले यो एडजस्टमेन्ट ट्रायल ब्यालेन्स गर्दाखेरि जुन यो फर्मेटमा हुन्छ यसमा यहाँ दिएको इन्फर्मेसनहरु यो अनएडजस्टेड ट्रायल ब्यालेन्सको डेबिट र क्रेडिट साइडमा लेख्नुपर्छ। डेबिटमा दिएको आइटमलाई डेबिटमा लेख्ने, डेबिटमा दिएको आइटमको एमाउन्टलाई डेबिटमा लेख्ने, क्रेडिटमा दिएको आइटमको एमाउन्टलाई क्रेडिटमा लेख्ने। यति यो गरिसकेपछि हामीले यो सजिलै इन्ट्री गर्न सक्छौं। अब यो इन्ट्री गर्नका लागि हामीले यो डेबिट साइडको डेबिट साइडमा र क्रेडिट साइडको क्रेडिट साइडमा जुन क्वेसनमा दिएको इन्फर्मेसन हुन्छ त्यसलाई सुरुमा इन्ट्री गर्नुपर्ने हुन्छ। सो मैले फाइनली यिनीहरुको रेस्पेक्टिभ एमाउन्टहरुलाई पनि यिनीहरुको रेस्पेक्टिभ कोलममा चढाइसकेको छु। अब हाम्रो मुख्य काम भनेको अब चाहिँ यति इन्ट्री गरिसकेपछि चाहिँ यो त मैले क्वेसनमै भएको इन्फर्मेसनहरुलाई यहाँ लेखेको छु। अब यो गरिसकेपछि हामीले अब यसको मेन एडजस्टमेन्ट गर्ने र यसलाई मिलाउने तरिकातिर हामी जानुपर्ने हुन्छ। त्यसको लागि यहाँ हामीले एडिशनलमा दिएको एमाउन्ट हेर्नुपर्छ। एडिशनलमा हामीलाई के दिएको छ भन्दा स्यालेरी ड्यू दिएको छ। स्यालेरी ड्यू र डिप्रिसिएसन अन मेसिनरी बाइ 10% भनेको छ। अब यो दुईटा आइटम कहाँनेर छ हामीले हेर्नुपर्ने हुन्छ। स्यालेरी ड्यू भनेको तिर्न बाँकी रहेको स्यालेरी भनेको यहाँ छ र मसिनरी भनेको यहाँनेर छ। यो दुईटा आइटमलाई यस्तो गोलो लगाइदिसकेपछि बाँकी रहेको यो दुईटा बाहेक बाँकी रहेको आइटमलाई यतापट्टि यहाँ त हामीले एडजस्टमेन्ट गर्नुपर्ने लेख्नुपर्ने हो। एडजस्टमेन्ट गर्नुपर्ने कहाँबाट आउँछ भन्दा एडजस्टमेन्ट गर्नुपर्ने आउने यहाँ एडिशनलबाट दिन्छ। एडिशनलमा जुन आइटमको एडजस्टमेन्ट गर्नुपर्ने छ एडजस्टमेन्ट ब्यालेन्स दिएको छ त्यो बाहेक त्यो आइटमको एमाउन्टलाई मात्र यो दुईटा कोलममा लेख्ने हो। त्यो बाहेक एडजस्टमेन्ट एमाउन्ट नदिएको आइटमलाई यो दुईटा कोलममा लेखिरहन जरुरी हुँदैन। त्यस कारणले गर्दा अब हामीले यसको रेस्पेक्टिभ एमाउन्टलाई यतापट्टिको कोलममा लेख्दिने यो एडजस्टेड ट्रायल ब्यालेन्सको कोलममा। तर यो लेख्दाखेरि हामीले एउटा कुरा चाहिँ के ध्यान दिनुपर्छ भन्दा एडिशनलमा दिएको जुन एमाउन्ट हुन्छ जुन आइटमको एमाउन्ट हुन्छ त्यो आइटमलाई चाहिँ हामीले लास्टमा लेख्नको लागि लास्टमा लेख्नुपर्ने र एडजस्टमेन्ट गर्नुपर्ने भएको कारणले गर्दा तिनीहरुको यहाँनेरको कोलमको एमाउन्ट चाहिँ छोड्देर बाँकी रहेको एमाउन्टलाई चाहिँ यसको यिनीहरुको यो एडजस्टमेन्ट नगर्नुपर्ने आइटमहरुको एमाउन्टलाई यहाँनेर हामीले कपी गर्नुपर्ने हुन्छ। सो मैले यहाँ रेस्पेक्टिभ आइटमको एडजस्टमेन्ट गर्नुपर्ने बाहेक अरु आइटमको एमाउन्टलाई हामीले यतापट्टि आफ्नो कोलममा लेखिसक्यौं। अब हामीले यहाँ दुईटा आइटमलाई एडजस्टमेन्ट गर्नुपर्ने छ, एउटा स्यालेरी र एउटा मसिनरी। यो चाहिँ कहाँबाट आयो भन्नुहुन्छ भने यो एडिशनलमा दिएकै छ। एडिशनलमा दिएकोलाई हामीले एडजस्टमेन्ट गरेपछि मात्र हामीले एडजस्टेड ट्रायल ब्यालेन्स निकाल्न सक्छौं। सो त्यस कारणले गर्दाखेरि हामीले यो दुईटा कोलममा लेख्नुपर्ने हुन्छ। अब हामीले यहाँ एडिशनल इन्फर्मेसनमा हेर्दा यहाँ दुईटा आइटम दिएको छ, एउटा स्यालेरी ड्यू र एउटा डिप्रिसिएसन अन मेसिनरी। र हामीलाई के कुरा थाहा छ भन्दा स्यालेरी ड्यू भनेको तिर्न बाँकी रहेको स्यालेरी हो। जहिले पनि तिर्न बाँकी रहेको स्यालेरी चाहिँ दिएको स्यालेरीसँग हामीले एड गर्नुपर्ने हुन्छ। सो अब स्यालेरी हाम्रो यतापट्टि डेबिट साइडमा दिएको छ भने हामीले स्यालेरीमा कुनै पनि एमाउन्ट एड गर्नुपर्ने छ भने यो एडजस्टमेन्टको डेबिट साइडमा हाल्नुपर्छ। यो एडजस्टमेन्टको डेबिट साइडमा हालिसकेपछि यो दुईटालाई एड गरेर यतापट्टि यिनीहरुको यो एडजस्टेड ट्रायल ब्यालेन्सको डेबिट साइडमा हालेपछि हाम्रो यो स्यालेरीको आइटम एडजस्टमेन्ट हुन्छ। यसको लागि अब हामीले यो जुन स्यालेरी ड्यू दिएको छ स्यालेरी ड्यूको एमाउन्टलाई स्यालेरीको कोलमबाट सिधै यो एडजस्टमेन्टको डेबिट साइडमा एड गर्नुपर्छ। डेबिट साइडमा कति लेख्नुपर्छ भन्दा डेबिट साइडमा हामीले 1000 लेख्नुपर्छ। यो चाहिँ किन 1000 रुपैयाँ लेखिएको हो? अब यो
कहिलेकाहीँ चाहिँ प्रिपेड स्यालेरी भन्छ। प्रिपेड स्यालेरी भनेको भए त हामीले पहिले तिरिसकेको स्यालेरी हो, त्यसैले स्यालेरीमा घटाउनु पर्थ्यो। यदि स्यालेरीमा घटाउनु पर्ने हो भने क्रेडिट साइडमा लेख्ने, यदि स्यालेरीमा एड गर्नुपर्ने हो भने त्यसलाई हामीले डेबिट साइडमा लेख्नुपर्छ। सोही कारणले गर्दाखेरि हामीले स्यालेरी ड्युलाई चाहिँ डेबिट साइडमा रेकर्ड गऱ्यौँ। अब डेबिट साइडमा रेकर्ड गरिसकेपछि यो दुईटा डेबिट साइडको जुन जुन एमाउन्ट छ यो दुईटालाई एड गरेपछि हाम्रो यहाँनिरको कोलमको एमाउन्ट आउँछ। सो 30,000मा 1000 एड गर्दाखेरि 31,000 हुन्छ। 31,000 को एमाउन्टलाई हामीले यहाँ लेखिदिनु पर्ने हुन्छ। यति गरिसकेपछि हाम्रो अर्को बाँकी रहेको एमाउन्ट भनेको डिप्रिसिएसन अन मेसिनरी बाई 10% हो। डिप्रिसिएसन अन मेसिनरी बाई 10% भनेको यहाँ 2,50,000 दिएको छ स्यालेरीको एमाउन्ट। 2,50,000मा 10% डिप्रिसिएसन भयो भनेको स्यालेरीको भ्यालु चाहिँ घटेको हो। स्यालेरीको भ्यालु होइन, मसिनरीको भ्यालु चाहिँ घटेको हो। मसिनरीको भ्यालु घटेको हो भने हामीले 2,50,000बाट 2,50,000 को 10% निकाल्दाखेरि 25,000 हुन्छ। सोही कारणले गर्दा यसलाई चाहिँ यतापट्टि क्रेडिट साइडमा लेख्छौँ। क्रेडिट साइडमा किन लेख्छौँ, यसलाई किन डेबिट साइडमा लेख्दिनौँ भन्दाखेरि यदि स्यालेरी डिप्रिसिएसन मेसिनरी डिप्रिसिएसन भएको कारणले गर्दा हामीले मसिनरीमा 25,000 10% घटेको कारणले 25,000 घटाउनु पर्ने भएको कारणले यसलाई अपोजिट कोलममा लेख्छौँ। यदि यहाँ एप्रिसिएसन अन मेसिनरी भएको थियो भने हामीले डेबिट कोलममा लेखेर यो दुईटा जोडेर लेख्थ्यौँ। तर डिप्रिसिएसन अन मेसिनरी भएको कारणले गर्दा 10% यो 2,50,000 को 10% निकाल्दा हामीले यसको क्रेडिट साइडमा हाल्छौँ। क्रेडिट साइडमा हालेपछि 2,50,000मा 25,000 घटाउँदाखेरि हाम्रो एमाउन्ट 2,25,000 आउँछ। यो हामी सबैलाई थाहा भएकै कुरा हो। अब यति त प्राय जस्तो स्टुडेन्टहरूलाई यहाँसम्म पुग्छन्। अब स्टुडेन्टहरू मेन झुकिने भनेको यहाँ पुगिसकेपछि झुकिने हुन्। यहाँ पुगिसकेपछि नझुकिनको लागि हजुरहरूले डराउनु हुँदैन, मनमा डरको भावना राख्नु हुँदैन। डरको भावना नराखेपछि सजिलै गर्न सकिन्छ। र अब यति गरिसकेपछि हामीले यहाँ रेस्पेक्टिभ एमाउन्ट इन्टर गरिसकेपछि यतापट्टि इन्टर गरिसक्यौँ। अब यो माथिपट्टिको आइटमहरूलाई हामीलाई चिन्ता भएन। तर यहाँ दुईटा यी राक्षस जसरी दुईटा जसरी बसेका छन् यिनीहरूलाई पनि त एमाउन्ट दिनुपर्छ र यिनीहरू खुसी हुन्छन्। अब यिनीहरूलाई अमाउन्ट कसरी दिने त सर भन्नुहुन्छ होला हजुरले। यिनीहरू दुईटालाई अमाउन्ट दिन चाहिँ एकदमै इजी छ। कसरी दिने भन्दाखेरि यो यदि डेबिट साइडमा छ भने यिनीहरूको रेस्पेक्टिभ कोलममा यो एमाउन्टलाई चाहिँ क्रेडिट साइडमा लेखिदिने, यसकै क्रेडिट साइडमा लेखिदिने। सो यो 1,000 डेबिट साइडमा छ, यसलाई क्रेडिट साइडमा आउँदा यो स्यालेरी ड्यू 1,000 यतापट्टि क्रेडिट साइडमा आयो। अब यो डिप्रिसिएसन अन मेसिनरी चाहिँ क्रेडिट साइडमा छ। अब यसलाई चाहिँ फेरि यतापट्टि तल यिनीहरूको ठाउँमा लेख्दाखेरि डेबिट साइडमा लेख्ने। माथि जे छ डेबिट छ भने डेबिट, क्रेडिट छ भने क्रेडिट, क्रेडिट छ भने डेबिट। यसलाई जस्ट अपोजिट कोलममा लेखिदिएपछि भइहाल्यो है त। जस्ट अपोजिट कोलममा लेखिदिएपछि भइहाल्यो। अब यति गरिसकेपछि मात्र यसलाई यहाँ छोड्नु हुँदैन। यो जुन आइटम हामीले यहाँ क्रेडिटको आइटम झारेको छौँ, यो क्रेडिटको आइटम यो एडजस्टेड ट्रायल ब्यालेन्सको क्रेडिट साइडमा पनि रेकर्ड गर्नुपर्ने हुन्छ। क्रेडिट साइडमा पनि रेकर्ड गर्नुपर्ने हुन्छ। यो हामीले यसलाई यहाँ माथिबाट झारिसकेपछि फेरि जहिले एउटा कुरा ध्यान दिनुपर्छ भन्दा यो डेबिट साइडको क्रेडिट साइडमा जान्छ, यो क्रेडिट साइडको डेबिट साइडमा जान्छ। र एउटा कुरा चाहिँ के ध्यान दिनुपर्छ भन्दा हामीले एमाउन्ट यिनीहरूको कोलमबाट एक्सचेन्ज गरिसकेपछि यता ल्याइसकेपछि मात्र हामीले चाहिँ त जब जुन कोलममा ल्याउँछौँ त्यो कोलमको यतापट्टि लेख्नुपर्ने हुन्छ। सो यो हामीले 25,000 पनि यतापट्टि डेबिट कोलममा लेख्यौँ। यति लेखिसकेपछि हामीले यो क्वेसन इजिली बुझ्न सक्छौँ। अब यति गरिसकेपछि हामीले यहाँ तलपट्टि टोटल निकाल्नु पर्ने हुन्छ। टोटल प्रायः जस्तो सबै स्टुडेन्टले निकाल्न सकिहाल्नुहुन्छ। यो कोलमको जोडेर टोटल निकाल्ने, यो कोलमको जोडेर टोटल निकाल्ने। प्रायः जस्तो क्वेसनमा यो अनएडजस्टेड ट्रायल ब्यालेन्सको टोटल दिएकै हुन्छ। यहाँ 9,10,000 रुपियाँ दिएको रहेछ। 9,10,000 रुपियाँ दिएकै रहेछ। यो 9,10,000 रुपियाँ मैले रेस्पेक्टिभ कोलममा रेकर्ड गरिदिसकेपछि अब यो 25,000मा 1,000 जोड्दाखेरि 26,000 यो सबैलाई थाहा भएकै कुरा हो। यो 25,000मा 1,000 जोड्दाखेरि यहाँ 26,000 यो सबै थाहा भएकै कुरा हो। र मैले चाहिँ यो कोलमको अघि नै जोडिसकेको थिएँ र यो कोलमको जोड्दाखेरि चाहिँ मेरो एमाउन्ट चाहिँ 9,11,000 रुपियाँ आयो। र तपाईँको एन्सर मिल्यो कि मिलेन भनेर तपाईँले यहीँ चेक गर्न सक्नुहुन्छ। कसरी चेक गर्न सक्नुहुन्छ भन्दा यो डेबिट र क्रेडिटको एमाउन्ट जहिले इक्वल हुन्छ भन्न अकाउन्टमा हामीले पढेको छौँ। यदि यतापट्टिको डेबिट टोटल अमाउन्ट र यतापट्टिको क्रेडिट टोटल अमाउन्ट इक्वल छ भने हाम्रो यो ट्रायल ब्यालेन्स, यो एडजस्टेड ट्रायल ब्यालेन्स मिल्यो। नत्र हामीले फेरि कुनै आइटममा मिस्टेक गऱ्यौँ, कुनै एडजस्टमेन्टको आइटमलाई यतापट्टि एडजस्टेड ट्रायल ब्यालेन्समा ट्रान्सफर गर्न बिर्स्यौँ अथवा केही भयो भन्ने कुरा हामीले मध्यनजर गर्दै ध्यानमा राख्नुपर्ने हुन्छ।
र यो पनि मैले जोड्दाखेरि 9,11,000 आएको कारणले गर्दा यो मेरो ट्रायल ब्यालेन्स मिल्यो। र तपाईँहरूले यति गर्न सक्नुभयो भने तपाईँको इजी 3 मार्क्स अब यो हेरी टर्मिनलमा त यो 5 मार्क्समै आउँछ र यो जुन फाइनल टर्म एक्जामिनेसन हुन्छ त्यसमा चाहिँ यो भनेको 3 मार्क्समा आउँछ। यदि तपाईँलाई आयो भने यो 3 मार्क्स आयो। यो 3 मार्क्स मात्र होइन, यदि तपाईँले यो गर्न सक्नुभयो, यस्तो आइटमहरू एडजस्टमेन्ट गर्न सक्नुभयो भने त तपाईँलाई पछि फाइनल लेखाउन पनि सजिलो हुन्छ। र यदि यो भिडियो हजुरहरूलाई मन पर्यो भने मेरो च्यानल लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। र अब आउने दिनहरूमा चाहिँ म फाइनल एकाउन्टको भिडियो लिएर आउँछु। यदि यो भिडियोमा राम्रो रेस्पोन्स आयो भने म फाइनल एकाउन्टको भिडियो लिएर आउँछु र फाइनल एकाउन्टको कसरी तपाईँहरूले डिटेलमा गर्न सकिन्छ, कसरी इजी वेमा गर्न सकिन्छ भन्ने कुरा सिकाउँछु। हस्, थ्याङ्क यू।